भ्रष्टाचारीहरूको चिरफार न्युज एनबी चलिरहनेछ सदबहार। दर्शकबिन, यदि तपाईहरु हाम्रो न्युज च्यानल हेर्दै हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरेर साथ र सपोर्ट गर्न भने नबिर्सनुहोला। दर्शकबिन नमस्कार, न्युज एनबी अनलाइनमा हार्दिक स्वागत छ। म ह्याम्बी रावत। प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी पार्टीका अध्यक्ष प्रचण्ड बीच आज भेटवार्ता भएको छ। दर्शकबिन, प्रधानमन्त्री निवास सिंहदरबारमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल जारी छ। सो भेटमा प्रधानमन्त्रीका मानवाधिकार सम्बन्धी सल्लाहकार खरेल र माओवादी केन्द्रका नेता वर्षमान पुन पनि सहभागी थिए। प्रतिनिधि सभा सार्वजनिक लेखा समिति पोखरा क्षेत्रीय विमानस्थल र भैरव विमानस्थलको सम्बन्धमा गठित उपसमिति संयोजक योगेश भट्टराई सो समितिमा नबस्ने भएपछि नयाँ आयोजक चयन गरी यथाशीघ्र प्रतिवेदन बुझाउन उपसमितिलाई निर्देशन दिने निर्णय गरेको छ। दुवै विमानस्थलमा अनियमितता र भ्रष्टाचार भएको भन्ने समितिमा उजिर परेपछि उपसमिति गठन गरी तत्काल छानबिनको दायरामा ल्याउन यो समितिले अनुमोदन गर्ने निर्णय गरेको छ। आफ्नो योग्यतालाई नै नपाउने फलको महत्वाकांक्षा राखेर नेपाल राष्ट्रिय ब्याङ्कका कार्यकारी निर्देशक गुणाकर भट्टले काङ्ग्रेस सभापति देउवालाई नै न त खानु न त ओखल्नु बनाइदिएका छन्। भट्टकै कारण सरकार नीति तथा बजेट ल्याउने अन्तिम चटारोमा रहेका बेला केन्द्रीय बैंक नै नेतृत्वविहीन छ, उता राष्ट्रिय बैंक पनि भत्ताभुङ्ग हुँदै गएको छ। दर्शकबिन, भट्टले नेपाली काङ्ग्रेस जस्तो देशकै ठुलो दलको साथ पाएर गभर्नर बन्ने सम्भावना कायमै थियो, तर उनले समय अगावै गभर्नर पदको लोभमा परेर एकातिर त्यो पद नै नपाउने अवस्था बनेको छ भने अर्कोतिर काङ्ग्रेससँग सम्बन्ध नै बिगारेको छ। दर्शकबिन, नेपाल विद्युत प्राधिकरणका प्रमुख हितेन्द्र देव साक्यले शुक्रबार पत्रकार सम्मेलन गरेका थिए र त्यही पत्रकार सम्मेलनभित्र एकजना साइकलको हेलमेट टाउकोमा लगाएका अथवा साइकलको हेलमेट लगाएका एकजना युवकले प्रश्न सोध्छन्, हितेन्द्र देव साक्यलाई कुलमान हटाइसकेपछि को दिनदेखि लोडसेडिङ भएको छ कि छैन, बत्ती गएको छ कि छैन भनेर कसैले हात उठाउन सक्छ भनेर प्रश्न गर्दा आफैले मात्रै हात उठाउँछन्। हितेन्द्र देव साक्यले एक्लै हात उठाएको देख्दा ती युवा फेरि भन्छन्, तपाईँ एक्लै पर्नुभयो। एक हप्तादेखि नै पटक पटक बत्ती दिन थालेको छ र त्यो यो हलमा बसेको कसैले पनि होइन भन्न सक्दैन। छ भने एकजना कसैले हात उठाउनु होला, छ भने मैले हात उठाएँ र तपाईँलाई मैले डाटा दिएँ, सुन्नुहोस्, चैत्र मसान्तसम्मको डाटा दिएँ, त्यो स्मार्ट मिटर चेक गर्नुहोस्। यो यसरी नबोल्नुहोस् क्या। तपाईँले अहिले क्यारेट र स्टिकको कुरा गर्नुभयो, तपाईँले स्टिक त झन् त्यो महिनामै होइन, जुन हप्ता दिनै नगर्दै बत्ती तिर्ने बत्तीको पैसा महसुस तिर्नेहरूलाई चाहिँ स्टिक दिनुभयो कि भन्दा लोड सेडिङ गरेर बत्ती निभाएर। शिक्षकहरूका चर्को आन्दोलन बीच शिक्षा मन्त्री विद्या भट्टराईले पटक पटक प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरे पनि प्रधानमन्त्रीले अटरी गरेपछि अन्ततः शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन् भने अहिले त्यही शिक्षा मन्त्रालयमा नेकपा एमालेबाट रघुजी पन्तलाई अघि सारिएको छ र अहिले तिनै शिक्षा मन्त्री रघुजी पन्तलाई तपाईँहरूले शिक्षा पेसामा व्यापारीकरण गर्नुभएको आलोचना निकै खेप्दै आउनुभएको छ। तपाईँको भनाइ के छ भनेर प्रश्न गर्दा रघुजी पन्त चुपचाप हिँडेका छन्। शिक्षामा व्यापारीकरण बढो भन्छ, तपाईँ शिक्षा मन्त्री के भन्नुहुन्छ? हात मात्र हल्लाउने मन्त्रीज्यू, कुरा पनि राखिदिनुहोस् न, के भन्नुहुन्छ? व्यापारीकरण बढो, कमाउ धन्दा बढो भन्छ नि शिक्षा क्षेत्रमा, त उहाँ नबोली जानुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभासद मनिष शाहले स्थानीय तहदेखि संघीय सरकारसम्म दुई दलीय मोर्चाहरूको हाली मुहाली भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई र्याक पारेका छन्। सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूलाई दुईटा प्रश्न राख्न चाहन्छु। पहिलो प्रश्न,
तपाईले नियुक्त गर्नुभएको कर्मचारीहरूको असक्षमताका कारण सरकार फेल भएको तथ्य स्वीकार्नुहुन्छ? यदि हो भने तिनीहरूलाई कहिलेसम्म कारबाही गर्नुहुन्छ? मन्त्रीदेखि खरिदारसम्म सत्तारूढ दलका निकटस्थ नियुक्त भएका छन्, तर सरकारको प्रदर्शन निकै कमजोर छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको रिपोर्ट अनुसार विभिन्न मन्त्रालयहरू न्यूनतम प्रदर्शन गर्दै असफल भएका छन्। सरकारी संयन्त्रमा गहिरो राजनीतिकरण र दलीयकरण, योग्यताभन्दा नातावाद कृपावादलाई प्राथमिकता दिइने, जसका कारण सरकार स्वयं असफल हुँदैछ। कर्मचारीलाई कार्य सम्पादनको आधारमा मूल्याङ्कन गर्नुपर्नेमा आफ्ना मान्छेलाई सत्तामा राख्ने विकृत अभ्यासले सुशासन तहस नहस बनाउँदैछ। राइट म्यान इन द राइट प्लेसको सिद्धान्तको सट्टा माई म्यान इन माई प्लेसको गलत अभ्यासले सरकारलाई असफल बनाउँदैछ। अब प्रश्न उठ्छ, सरकारले आफैलाई असफल बनाउने कर्मचारीहरूलाई कारबाही गर्नेछ कि गर्दैन? यदि कारबाही गर्छ भने कहिलेसम्म र कसरी? मेरो दोस्रो प्रश्न रहेको छ, 2/3 बलियो सरकार हुँदाहुँदै पनि मुलुक दैनिक ऋणमा निर्भर किन बन्यो? सरकारको योजनाबद्ध रूपमा सृजित अवस्था हो? सम्माननीय प्रधानमन्त्री। सम्माननीय सभामुख महोदय, मान्यज्यूले प्रश्नभन्दा अगाडि केही व्याख्या राख्नुभयो। अलिक आक्रोशपूर्ण देखिए। कर्मचारीहरू मैले नियुक्त गरेको होइन। र अहिलेको सरकारले हाम्रो मान्छे होइन राम्रो मान्छेको खोजी गर्छ र योग्य मान्छे उपयुक्त ठाउँमा राख्छ। यसमा कुनै प्रकारको भेदभाव होइन। मेरिटोक्रेसी गुणदोषको आधारमा मूल्याङ्कन हुने र मेरिटोक्रेसीका आधारमा मानिसलाई जिम्मेवारी दिइने परिपाटी छ, त्यो गरिनेछ। आफ्ना मान्छेहरू नियुक्त गरेको भन्ने कुरा, यो आरोप सही छैन। त्यसकारण अझ मेरो हैसियत, मेरो हकमा भन्नुहुन्छ भने मेरो आफ्नो मान्छे भन्ने कुनै हिसाबले, कुनै पनि प्रकारले आफ्नो भन्ने परिभाषाभित्र पर्ने मान्छे एकजना नियुक्त भएको देखाइदिनु भयो भने यहाँलाई धन्यवाद भन्ने छु मैले। सरकार त्यस आफ्नोवाला बाटोमा हिँडेको छैन। अहिले देशको परिस्थितिको गम्भीरता